म फर्कन चाहन्छु। म आफ्नै देश नेपाल फर्कन चाहन्छु। तर म फर्किने नेपाल डरको होइन अवसरको हुनुपर्छ। म 26 वर्षको नेपाली युवा हुँ। अहिले जापानमा छु। म यहाँ रहर लागेर आएको होइन। नेपालमै जन्मिएँ, नेपालमै हुर्किएँ, नेपालमै सपना देखेँ। तर 20 वर्ष पुग्दै गर्दा मेरो देशले मलाई एउटा प्रश्न सोध्यो, "तँ बस्छस् कि जान्छस्?" र म जान बाध्य भएँ। मलाई याद छ, भदौ 23 र 24 गते म काठमाडौँको सडकमा थिएँ। म त्यहाँ राजनीति गर्न गएको थिइनँ। म त्यहाँ देश बचाउन गएको थिएँ। हामी हजारौँ युवा सडकमा उत्रियौँ। हाम्रो हातमा देशको झन्डा थियो। हाम्रो आँखामा सपना थियो। हाम्रो आँखामा आशा थियो। हामीले के माग्यौँ? रोजगारी, पारदर्शिता, जवाफदेहिता। हामीले देश जलाउन खोजेका थिएनौँ। हामीले देश बचाउन खोजेका थियौँ। तर त्यो दिन आवाजलाई अराजक भनियो, प्रश्नलाई अपराध भनियो, आशालाई खतरा भनियो। मैले आफ्नै आँखा अगाडि देखेँ डर कसरी फैलाइन्छ, भिड कसरी तोडिन्छ, सत्य कसरी दबाइन्छ र सबैभन्दा दुःखद कुरा ती मभन्दा ससाना भाइ-बहिनीको निधारमा र छातीमा कसरी ताकी ताकी गोली चलाइन्छ। ती लडेका भाइ-बहिनीको आँखामा सपना थियो, तर अफसोस अब जीवन थिएन। संविधानले हामीलाई मौलिक हक दियो। धारा 18 समानता, धारा 31-44 शिक्षा, स्वास्थ्य, रोजगारी, सम्मानजनक जीवनको अधिकार। संविधानले भनेको छ, राज्यले भ्रष्टाचार मुक्त समाज बनाउँछ, विकास गर्छ, समान अवसर दिन्छ। तर के भयो? पुराना दलहरूले यो संविधानलाई कागजको टुक्रा बनाए। भ्रष्टाचारले देश निल्यो। हामीले रोजगारी पाएनौँ। बेरोजगारी यति उच्च छ कि युवाहरू दैनिक हजारौँको सङ्ख्यामा विदेश जान बाध्य छन्। ब्रेन ड्रेन। देशको विकास रोकिएको छ, ठप्प छ। पुराना दलहरूले सत्ता साटासाट गरे। दशकौँदेखि उही अनुहार, उही शैली, उही भाषण, उही बाचा। अब देश बन्छ, अब समृद्धि आउँछ। तर तथ्यले के भन्छ? हरेक वर्ष लाखौँ युवा विदेश जान बाध्य छन्। हाम्रो अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ। हाम्रो उद्योग कमजोर छ। हाम्रो शिक्षाले डिग्री दिन्छ तर भविष्य दिँदैन। म यहाँ जापानमा काम गर्छु। यहाँ नियम छ, यहाँ कानुन छ, यहाँ श्रमको सम्मान छ, यहाँ गल्ती गरे जवाफ दिनुपर्छ। र म सोच्दछु, नेपाली अयोग्य होइन, नेपाली मेहनती छ, नेपाली सक्षम छ। तर समस्या कहाँ छ? समस्या संस्कारमा छ। समस्या नेतृत्वको सोचमा छ। समस्या त्यो पुरानो ढाँचामा छ जहाँ सत्ता सेवा होइन स्वार्थ हुन्छ। हामीलाई डर देखाइयो, हामीलाई दोष दिइयो, हामीलाई विभाजन गरियो। तर आज म डराउन आएको छैन। म आज सबैजनालाई सम्झाउन आएको छु। उही पुराना दलहरूलाई फेरि सत्तामा पुर्याउने हो भने देश अझै अन्धकारमा जान्छ। योभन्दा पनि अझै अन्धकारमा जान्छ। हामीले आफ्नो भविष्य आफै बेच्नेछौँ। यो केवल चुनाव होइन, यो हाम्रो अधिकार हो र यो हाम्रो परीक्षा हो। हामीले अब भावनामा होइन सचेत भएर निर्णय गर्नुपर्छ। अनुहार होइन काम हेर्नुहोस्, नारा होइन परिणाम हेर्नुहोस्, भाषण होइन व्यवहार हेर्नुहोस्। हामीले नयाँ सोचका उम्मेदवारहरूलाई जिताउनुपर्छ जो भ्रष्टाचार मुक्त, विकासमुखी होस्, जसले संविधानको कार्यान्वयन गरोस्, रोजगारी सिर्जना गरोस्, भ्रष्टाचार अन्त्य गरोस्। म 26 वर्षको युवा हुँ। म अझै आशावादी छु। किनकि यदि हामी निराश भयो भने देश साँच्चै हार्छ। म आन्दोलनमा थिएँ। म साक्षी छु। म साक्षी हुँ। अब तपाईँ निर्णयकर्ता हुनुपर्छ। म जापानबाट बोल्दैछु। यहाँ नेपालीहरूले मेहनत गरेर जीवन राम्रो बनाएका छन्। तर हामी नेपालमै बस्न चाहन्छौँ। हामी फर्कन चाहन्छौँ। उठ्नुहोस्, जाग्नुहोस्, मतदान गर्नुहोस्। यो चुनाव हाम्रो क्रान्तिको निरन्तरता हो। भदौका शहीदहरूको रगत व्यर्थ नजाओस्। हाम्रो देश, हाम्रो भविष्य अब हामीले आफै लेख्नुपर्छ। किनकि देश नेताले होइन, सचेत नागरिकले बनाउँछ।